मलाई मन पर्ने खेलाडी नेमार छ नि त ब्राजिलमा। मेरी आमै नि नेवार पो छ जिलमा। नगरेका चाहिँ होइनन् है नेपालीहरूले। ल यहाँबाट जिलसम्म पुगेर भकुन्डो हान्नु भनेको चान्चुने कुरा हो त। तपाईँले लगाउनु भएको यो वर्दी चाहिँ कुन देशको हो नि? नेदरल्यान्डको हो बाजे। मलाई रोबिन मन पर्छ। मेरी आमै नि रबिन चाहिँ नागाल्यान्डबाट पो खेल्छ। एउटा नेवार चाहिँ जिलबाट, अर्को रबिन चाहिँ नागाल्यान्डबाट। लु गरेछन् नेपालीहरूले चाहिँ। अनि तिमीले चाहिँ यो कुन देशको वर्दी भिरेर हिँडेको नि? तपाईलाई थाहा छैन होला, यो उरुकै देशको। ए उरुकै? मलाई चाहिँ उरुकै मन पर्ने कारण मलाई त्यो देशको सुरेश भन्ने खेलाडी मन पर्छ, अनि त्यही भएर। मेरी आमै नि उरुकैमा सुरेश पो छ। जिलमा नेवार, नागाल्यान्डमा रबिन, उरुकैमा सुरेश। भनेपछि त यो विश्वकप त नेपालीहरूले पो धानेको रहेछ त होइन? जिल भन्ने राष्ट्रमा एउटा नेवार केटोले भकुन्डो खेल खेल्नु रहेछ। त्यही भएर त्यो नेवार केटो कहाँको रहेछ बुझौँ भनेर आएको नि। त्यो ब्राजिलको नेमार भनेको त्यो कहाँ नेवार हो त? त्यो त नेमार हो, नेमार। बुझे नेवारै हो। मलाई फुलडुली भएको पनि यहीँनिर हो। कुन चाहिँ नेवार पर्यो त त्यो? महर्जन हो कि बल्लाचार्य हो कि श्रेष्ठ हो कि कुन चाहिँ पर्यो त त्यो? के कुरा गरेर ल्याउँछ? त्यो नेवार होइन क्या, त्यो ब्राजिलको नेमार हो, नेमार। अरे बाबा लिम्बू त भनेको छैन नि त।